नमस्ते साथीहरू, यहाँहरू सम्पूर्णलाई हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामीले विक्रम सम्वत 2083 वैशाखदेखि श्रावणसम्मका महत्त्वपूर्ण समसामयिक विषयवस्तुहरूलाई समेटेर यस भिडियोलाई निर्माण गरेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यहाँहरू हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न समेत नभुल्नुहोला। आउनुहोस् सुरु गरौँ। हाल गोरखापत्रमा समाचार प्रकाशित हुने भाषाको संख्या कति रहेको छ? यसको उत्तर हो 49 वटा रहेको छ। 49औं भाषा बोटे रहेको छ। बोटे भाषामा गोरखापत्रमा समाचार प्रकाशित विक्रम सम्वत 2083 वैशाख 8 बाट हुन थालेको हो। त्यसैगरी 47औं र 48औं भाषा सन्थाल र हायु हुन्। त्यस्तै अर्को प्रश्न छ, काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा कहिलेदेखि सुरु भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साल वैशाख 1 गतेबाट सुरु भएको हो भने रात्रिकालीन बस रात्रि 11 बजेसम्म सञ्चालन हुने गरेको छ। त्यस्तै सन् 2026 मा कतिऔं अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो? यस प्रश्नको उत्तर हो सन् 2026 मा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष अप्रिल 15 तारिकमा आरोग्य दिवस मनाइन्छ। नेपालमा हरेक वर्ष वैशाख 2 गते आरोग्य दिवस मनाउने गरिएको छ। नेपालले सन् 2027 नेपाल आरोग्य वर्षका रूपमा मनाउने भनी घोषणा गरेको छ। विक्रम सम्वत 2083 को राष्ट्रिय नारा रहेको छ नेपाल र नेपालीको खुसी, शान्ति, स्वास्थ्य र समृद्धि। त्यस्तै अर्को प्रश्न छ, दोस्रो आर्थिक गणना 2083 कहिले सुरुवात भएको हो? यस प्रश्नको उत्तर हो विक्रम सम्वत 2083 साल वैशाख 2 गतेबाट दोस्रो आर्थिक गणना 2083 सुरुवात भएको भने यो 2083 असार 7 गते सम्पन्न भएको थियो। दोस्रो आर्थिक गणना 2083 को नारा रहेको छ अर्थतन्त्र मापनका लागि आर्थिक गणना। त्यस्तै नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका कुन गाउँपालिका घोषणा भएको छ? यस प्रश्नको उत्तर हो धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिकाका रूपमा घोषणा भएको छ भने उक्त गाउँपालिका विक्रम सम्वत 2082 साल चैत्र 29 गते घोषणा भएको हो। त्यस्तै नेपालको पहिलो स्वस्थ सहरका रूपमा कुन सहर घोषणा भएको छ? यस प्रश्नको उत्तर हो काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल सहर नेपालकै पहिलो स्वस्थ सहरका रूपमा घोषणा भएको भने उक्त घोषणा विक्रम सम्वत 2081 भदौ 12 गते भएको थियो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। भारतीय गायिका आशा भोसलेको निधन कहिले भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2082 साल चैत्र 29 गते भारतीय गायिका आशा भोसलेको निधन भएको हो भने सन् 2026 अप्रिल 12 तारिकमा उहाँको निधन भएको थियो। त्यसै गरी अर्को प्रश्न छ, लोक सेवा आयोगको 6औं राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2082 साल चैत्र 29 र 30 गते कास्कीको पोखरामा लोक सेवा आयोगको 6औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो। त्यसै गरी अर्को प्रश्न छ, 9औं हिन्द महासागर सम्मेलन 2026 कहिले आयोजना भएको हो? यस प्रश्नको उत्तर रहेको छ सन् 2026 अप्रिल 10 देखि 12 तारिकसम्म अर्थात् विक्रम सम्वत 2082 चैत्र 27 देखि 29 गतेसम्म मौरिससमा 9औं हिन्द महासागर सम्मेलन सम्पन्न भएको हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। जैविक विविधता तथा रेड पाण्डा थार अन्तर्राष्ट्रिय सम्मेलन 2083 कहिले सम्पन्न भयो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साल वैशाख 4 देखि 6 गतेसम्म जैविक विविधता तथा रेड पाण्डा थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो। कहाँ सम्पन्न भएको हो भन्दा खोटाङ जिल्लाको दिक्तेल र रूपाकोट मजुवागढी नगरपालिकामा उक्त सम्मेलन सम्पन्न भएको हो भने सो सम्मेलन दोस्रो सम्मेलनका रूपमा सम्पन्न भएको हो। त्यस्तै 31औं वन्यजन्तु सप्ताह कहिले सम्पन्न भयो? यस प्रश्नको उत्तर छ वैशाख 1 गतेदेखि 7 गतेसम्म 31औं वन्यजन्तु सप्ताह सम्पन्न भएको छ। वन्यजन्तु सप्ताह हरेक वर्ष
वैशाख 1 गतेदेखि 7 गतेसम्म मनाइन्छ। विक्रम सम्वत 2083 मा 31औं वन्यजन्तु सप्ताह सम्पन्न भएको छ। त्यसैगरी राष्ट्रिय याक दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर छ हरेक वर्ष वैशाख 7 गते राष्ट्रिय याक दिवस मनाइन्छ। याक दिवस विक्रम सम्वत 2082 सालबाट मनाउन सुरु गरिएको हो। त्यसैगरी 2083 मा मनाइएको याक दिवस दोस्रो याक दिवस हो। 83 को याक दिवसको नारा रहेको छ याक पालन पेसाको सम्मान, हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान हो। त्यस्तै नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर हो हरेक वर्ष वैशाख 11 गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। विक्रम सम्वत 2083 मा 20औं लोकतन्त्र दिवस मनाइएको हो। त्यस्तै अर्को प्रश्न छ अन्नपूर्ण सर्किट अन्तर्गत 5416 मिटरको उचाइको खोराङ पास पदयात्रा सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गर्ने 7 वर्षीय बालक को हुन्? यस प्रश्नको उत्तर रहेको छ तेगवीर सिंह। उहाँले 7 वर्ष 10 महिनाको उमेरमा 5416 मिटर उचाइको खोराङ पास पदयात्रा सफलतापूर्वक आरोहण गरी कीर्तिमानी कायम गर्नुभएको छ। विश्वकै पहिलो प्री 6G नेटवर्क सञ्चालनमा ल्याउने देश कुन हो? यस प्रश्नको उत्तर रहेको छ चीन। त्यसैगरी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 को उपाधि विजेता टोली कुन हो? यस प्रश्नको उत्तर हो त्रिभुवन आर्मी क्लब। त्यसैगरी उपविजेता रहेको छ सुदूरपश्चिम प्रदेश। अर्को प्रश्नतर्फ लागौं 20औं NNIPA स्पोर्ट अवार्ड 2082 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? यस प्रश्नको उत्तर छ पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सेन्टु श्रेष्ठ टेबल टेनिसबाट हुनुहुन्छ। त्यसैगरी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी एरिका गुरुङ करातेबाट हुनुहुन्छ। त्यस्तै पुरुषतर्फ प्रतिभाशाली खेलाडी अभिषेक बराल तेक्वान्दोबाट हुनुहुन्छ भने महिलातर्फ प्रतिभाशाली खेलाडी स्वस्तिका तिरुवा बक्सिङबाट हुनुहुन्छ। त्यस्तै अर्को प्रश्न छ विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड 2082 कसलाई प्रदान गरियो? यस प्रश्नको उत्तर हो संगीतकार तथा गायक शम्भुजित बास्कोटालाई विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड 2082 प्रदान गरिएको छ। त्यस्तै अर्को प्रश्नतर्फ जाउँ मालपोत कार्यालयको नाम कहिले परिवर्तन गरिएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 वैशाख 22 मा मालपोत कार्यालयको नाम परिवर्तन गरिएको हो। मालपोत कार्यालयको नाम परिवर्तन गरी नयाँ नाम भूमि प्रशासन कार्यालय राखिएको छ। त्यस्तै लाटोकोसेरो तथा हुचिल सम्मेलन 2083 कहिले र कहाँ आयोजना भएको हो? यस प्रश्नको उत्तर हो विक्रम सम्वत 2083 वैशाख 18 देखि 19 गतेसम्म आयोजना भएको हो भने कहाँ भन्दा दाङ जिल्लाको लमही नगरपालिका 5 मा लाटेकोसेरो तथा हुचिल सम्मेलन 2083 सम्पन्न भएको हो। त्यस्तै अर्को प्रश्न छ विश्व श्रमिक दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर हो हरेक वर्ष मे 1 मा विश्व श्रमिक दिवस मनाइन्छ। सन् 2026 मा 137औं श्रमिक दिवस सम्पन्न भएको छ। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं टेक्सपायर कर्पोरेसन T10 लिग 2083 कहाँ आयोजना भएको हो? यस प्रश्नको उत्तर छ तल्लो मूलपानी मैदान काठमाडौँमा उक्त कार्यक्रम आयोजना भएको छ। पहिले भन्दा विक्रम सम्वत 2083 साल वैशाख 16 गते भएको हो। यसको विजेता टोली एनसेल हो भने उपविजेता टोली सुबिसु रहेको छ। त्यसैगरी प्लेयर अफ द म्याचमा अनिल भण्डारी एनसीएलबाट हुनुहुन्छ भने उत्कृष्ट खेलाडी सुरज तिमिल सिन्हा ICFC फाइन्सबाट हुनुहुन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ पानीमा पौडिँदै श्रीलङ्काबाट भारत पुगेर कीर्तिमानी बनाउने 7 वर्षीय बालक को हुन्? यस प्रश्नको उत्तर हो इशाङ्क सिंह। उहाँले उक्त कीर्तिमानी सन् 2026 अप्रिलमा बनाउनु भएको थियो भने पानीमा पौडेर उहाँले 29 किलोमिटर दूरी पार गर्नुभएको हो। उनले श्रीलङ्काको तलाई मन्नारदेखि भारतको धनुषकोडीसम्म 29 किलोमिटर पौडिएर रेकर्ड राखेका हुन्। त्यस्तै विक्रम सम्वत 2083 मा कतिऔं बुद्ध जयन्ती मनाइएको हो? यस प्रश्नको उत्तर छ 2570औं बुद्ध जयन्ती मनाइएको हो भने बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ। त्यस्तै PM कप
NBA भलिबल लिग 2083 कतिौं संस्करण हो? यसको उत्तर छ यो 10औं संस्करण हो। पुरुषतर्फ उपाधि विजेता रुकुम पश्चिम भलिबल क्लब रहेको छ भने महिलातर्फको उपाधि विजेता नेपाल पुलिस क्लब हो। त्यस्तै गोरखापत्र दैनिकको प्रधान सम्पादकमा को नियुक्त भएका छन्? यस प्रश्नको उत्तर छ पत्रकार जुनार बस्नेत गोरखापत्र दैनिकको प्रधान सम्पादकमा नियुक्त भएका छन्। उहाँ विक्रम सम्वत 2083 वैशाख 18 गते नियुक्त भएका हुन्। त्यसैगरी नेपालका 33औं प्रधान न्यायाधीशमा को नियुक्त भएका छन्? यस प्रश्नको उत्तर छ डाक्टर मनोज शर्मा। उहाँ विक्रम सम्वत 2083 वैशाख 24 गते 33औं प्रधान न्यायाधीशका रूपमा नियुक्त हुनुभएको हो। त्यसैगरी अर्को प्रश्न छ नेपालमा खाना पकाउन प्रयोजनार्थ हरित हाइड्रोजन ग्यासको सफल उत्पादन कहाँ गरिएको छ? यस प्रश्नको उत्तर हो बागलुङमा गरिएको छ। यसको सुरुवात विक्रम सम्वत 2082 जेठ 1 गते गरिएको हो भने खाना पकाउन प्रयोजनार्थ हरित हाइड्रोजन ग्यासको सफल उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन र विभिन्न अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। त्यस्तै कामिरिता शेर्पाले 32औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 जेठ 3 गते। त्यस्तै नेपालमा राष्ट्रिय भलिबल दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर हो हरेक वर्ष जेठ 8 मा भलिबल दिवस मनाइने गरिन्छ। विक्रम सम्वत 2074 जेठ 8 गते भलिबललाई नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा गरिएको हो। त्यस्तै परराष्ट्र मन्त्रालयले मोफा मित्र एप पहिले सञ्चालनमा ल्याएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 जेठ 12 गते परराष्ट्र मन्त्रालयले मोफा मित्र एप सञ्चालनमा ल्याएको थियो। त्यसैगरी अर्को प्रश्नतर्फ लागौँ। विश्वकै ठुलो शालिग्राम मूर्तिको उद्घाटन कहिले गरिएको हो? यस प्रश्नको उत्तर हो विक्रम सम्वत 2083 साल जेठ 14 गते विश्वकै ठुलो शालिग्रामको मूर्ति उद्घाटन गरिएको हो। उक्त मूर्ति मुस्ताङ जिल्लाको जोमसोममा रहेको छ भने मूर्तिको उचाइ 22 फिट रहेको छ। त्यसैगरी अर्को प्रश्न छ सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कहिले आयोजना गरिएको थियो? यस प्रश्नको उत्तर हो विक्रम सम्वत 2083 जेठ 16 गते कर्णाली छोरी सम्मेलन 2083 को आयोजना गरिएको हो। पहिलो सम्मेलन विक्रम सम्वत 2082 वैशाख 27 देखि 29 गतेसम्म गरिएको थियो। त्यसैगरी अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यसको उत्तर हो हरेक वर्ष जुन 21 तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। अर्को प्रश्नतर्फ जाउँ। विक्रम सम्वत 2083 असार 1 गते लोकसेवा आयोगको कतिऔं वार्षिक उत्सव मनाइयो? यस प्रश्नको उत्तर हो 76औं वार्षिक उत्सव मनाइएको छ लोकसेवा आयोगको। लोकसेवा आयोगको स्थापना भने विक्रम सम्वत 2008 साल असार 1 गते भएको हो। अर्को प्रश्न छ नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा हुन सफल स्थानीय तह कुन हो? यस प्रश्नको उत्तर रहेको छ बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा भएको छ। उक्त घोषणा विक्रम सम्वत 2083 असार 15 गते भएको हो। त्यसैगरी विक्रम सम्वत 2083 असार 15 मा कतिऔं राष्ट्रिय धान दिवस मनाइयो? यस प्रश्नको उत्तर छ 23औं राष्ट्रिय धान दिवस मनाइएको छ भने 2083 को धान दिवसको नारा रहेको छ जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। त्यस्तै अर्को प्रश्न छ छायानाथ रारा नगरपालिका पूर्ण खोप सुनिश्चितता कहिले घोषणा भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 असार 16 गते छायानाथ रारा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ। त्यस्तै शिक्षा नियमावलीको 10औं संशोधन कहिले भएको हो? यस प्रश्नको उत्तर हो विक्रम सम्वत 2083 साल असार 25 गते शिक्षा नियमावलीको 10औं संशोधन भएको हो। त्यस्तै बागमती प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त घोषणा कहिले गरिएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 असार 26 गते बागमती प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त घोषणा गरिएको छ। त्यस्तै अर्को प्रश्नतर्फ लागौँ। नेपालको कुन ठाउँमा कृषि आनुवंशिक केन्द्र जिन बैंक स्थापना गरिएको छ? यस प्रश्नको उत्तर हो ललितपुरको मलटारमा।
कृषि आनुवंशिक केन्द्र अर्थात् जिन बैंक स्थापना गरिएको छ। त्यस्तै नेपालको दोस्रो स्याटेलाइट मुनाल कहिले प्रक्षेपण गरिएको हो? यस प्रश्नको उत्तर रहेको छ विक्रम सम्वत 2082 साल पुस 28 गते अर्थात् सन् 2026 जनवरी 12 तारिकमा नेपालको दोस्रो स्याटेलाइट मुनाल प्रक्षेपण गरिएको हो। त्यसै गरी नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो? यस प्रश्नको उत्तर रहेको छ कर्णाली नदीको शक्तिघाट क्षेत्र, जुन बर्दिया जिल्ला र कैलाली जिल्लाको बीचमा अवस्थित छ। उक्त क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको छ। त्यस्तै विश्व प्रसिद्ध रोब रिपोर्टका अनुसार 50 ग्रेटेस्ट लग्जरी होटल्स अन अर्थ 2026 को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो? यस प्रश्नको उत्तर रहेको छ सिन्तामणी मुस्ताङ। उक्त होटललाई शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालन गरिएको छ। त्यस्तै गरी 15औं साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ? यस प्रश्नको उत्तर छ सन् 2026 नोभेम्बर 4 देखि 17 तारिकसम्म बङ्गलादेशमा उक्त प्रतियोगिता आयोजना हुनेछ। त्यसै गरी साहस र समर्पणका पर्याय विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको दुःखद निधन कहिले भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साल साउन 14 गते अर्थात् सन् 2026 जुलाई 30 तारिकमा निर्मल पूर्जा सहित 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोहीको निधन भएको हो। पाकिस्तानको बोर्ड पिक आरोहणका क्रममा नेपाली र 4 विदेशी आरोहीको हिम पहिरोमा परि निधन भएको हो। त्यसै गरी आर्थिक ऐन 2083 अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छोड दिने सूचना राजपत्रमा कहिले प्रकाशित भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साउन 6 मा राजपत्रमा प्रकाशित भएको हो। त्यस्तै दाहाल यज्ञनिधि पुरस्कार 2083 कसलाई प्रदान गरियो? यस प्रश्नको उत्तर छ साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई दाहाल यज्ञनिधि पुरस्कार 2083 प्रदान गरिएको छ। अर्को प्रश्नतर्फ जाउँ। सन् 2026 मा अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित 23औं फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि छुम्ने राष्ट्र कुन हो? यस प्रश्नको उत्तर छ स्पेन। त्यसै गरी उपविजेता अर्जेन्टिना रहेको छ। सर्वाधिक गोलकर्ता किलियन एम्बापे फ्रान्सका खेलाडी हुनुहुन्छ भने उहाँले 10 गोल गर्नुभएको हो। यसमा जम्मा सहभागी राष्ट्र 48 वटा थिए भने फिफा विश्वकप 2026 मा जम्मा 104 वटा खेलहरू सञ्चालन भएका थिए। अर्को प्रश्न छ आर्थिक वर्ष 2083-84 मा शिक्षा क्षेत्रमा कति प्रतिशत बजेट विनियोजन गरिएको छ? यस प्रश्नको उत्तर हो 10.28% बजेट विनियोजन गरिएको छ, जुन 2 खर्ब 18 अर्ब 30 करोड 50 लाख हुन्छ। यसै गरी गत आब 2082-83 मा भने 10.75% बजेट विनियोजन गरिएको थियो। अर्को प्रश्न छ दिगो विकास सूचकाङ्क 2026 मा नेपाल कतिौं स्थानमा परेको छ? यस प्रश्नको उत्तर हो नेपाल दिगो विकास सूचकाङ्कमा 90औं स्थानमा रहेको छ। त्यसै गरी अर्को प्रश्नतर्फ जाउँ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार नेपालको कुल भूभागको कति प्रतिशत भूभाग वन जङ्गलले ओगटेको छ? यस प्रश्नको उत्तर हो 46.28% वन जङ्गलले ओगटेको छ। त्यसै गरी राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार नेपालमा बाघको संख्या कति पुगेको छ? यस प्रश्नको उत्तर हो 429 पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण 2082 विक्रम सम्वत 2083 साउन 13 मा सार्वजनिक भएको थियो। यहाँ विभिन्न राष्ट्रिय निकुञ्जमा बाघको संख्या दिएको छ। सबैभन्दा धेरै बाघको संख्या भएको राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो। चितवन राष्ट्रिय निकुञ्जमा 145 वटा बाघको संख्या रहेको छ। त्यसै गरी दोस्रो स्थानमा बर्दिया राष्ट्रिय निकुञ्ज छ, जहाँ 112 वटा बाघको संख्या छ। त्यसै गरी तेस्रो स्थानमा पर्सा राष्ट्रिय निकुञ्ज 71 वटा, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 50 गरी जम्मा नेपालमा 429 वटा बाघको संख्या रहेको छ। बाघ दिवस जुलाई 29 मा मनाइन्छ र सन् 2026 को बाघ दिवसको नारा रहेको छ सेभ द टाइगर सेभ द वाइल्ड। अर्को प्रश्न छ हेनली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ?
यस प्रश्नको उत्तर हो नेपाल 97औं स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय यातायात नीति 2083 कहिले स्वीकृत भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साल असार 24 गते राष्ट्रिय यातायात नीति 2083 स्वीकृत भएको छ। त्यस्तै संयुक्त राष्ट्र सङ्घको 81औं महासभाको अध्यक्षमा को निर्वाचित भएका छन्? यस प्रश्नको उत्तर हो बङ्गलादेशका परराष्ट्र मन्त्री खलिलुर रहमान संयुक्त राष्ट्र सङ्घको 81औं महासभाको अध्यक्षमा नियुक्त भएका छन्। त्यसैगरी अमेरिकाको वासिङ्टन डीसीमा आयोजित मिस नेपाल नर्थ अमेरिका 2026 को उपाधि कसले जितेकी छिन्? यस प्रश्नको उत्तर हो दीपिका शर्माले मिस नेपाल नर्थ अमेरिका 2026 को उपाधि जितेकी छिन्। त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् 2026 जुलाईमा 111औं सदस्य मुलुकका रूपमा कुन देशलाई अनुमोदन गर्यो? यस प्रश्नको उत्तर हो मौरिससलाई 111औं सदस्यका रूपमा अनुमोदन गरेको छ। सन् 2026 जुलाई 15 मा 111औं सदस्यका रूपमा मौरिससलाई अनुमोदन गरेको हो। त्यस्तै अर्को प्रश्न छ आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड 2026 बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ को हुन्? यस प्रश्नको उत्तर रहेको छ प्राडा मणिन्द्र रञ्जन बराल। उहाँ आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड 2026 बाट सम्मानित हुनुभएको छ। त्यसैगरी विश्व हेपाटाइटिस 2026 को नारा के रहेको छ? यस प्रश्नको उत्तर हो हेपाटाइटिस लेट्स ब्रेक इट डाउन। हेपाटाइटिस दिवस जुलाई 28 मा मनाइन्छ। त्यसैगरी नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर हो हरेक वर्ष साउन 16 मा राष्ट्रिय कोदो दिवस मनाइन्छ। विगत 7 वर्षदेखि साउन 15 मा मनाइदै आएको कोदो दिवस विक्रम सम्वत 2082 असार 23 को मन्त्री परिषदको निर्णय अनुसार यस वर्षदेखि साउन 16 मा मनाउन थालिएको हो। द हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल 2026 को मुख्य उपाधि मिस नेपाल वर्ल्ड 2026 कसले जित्नु भएको हो? यस प्रश्नको उत्तर हो दीपमाला ढकाल। उहाँ 2026 को मिस नेपाल हुनुहुन्छ। त्यसैगरी मिस नेपाल इन्टरनेसनल 2026 आर्या निशान्त बनेकी छिन्। त्यस्तै मिस नेपाल कस्मो 2026 कशिश सुब्बा हुन् भने मिस नेपाल 2025 लुना लुइटेल हुनुहुन्थ्यो। अर्को प्रश्न छ गणित क्षेत्रको नोबेल पुरस्कार मानिने प्रतिष्ठित फिल्ड्स मेडल प्राप्त गर्ने पहिलो चिनिया गणितज्ञ को हुन्? यस प्रश्नको उत्तर रहेको छ हङ वाङ र यु डेङ हुन्। 35 वर्षीय चिनिया गणितज्ञ हङ वाङ यो प्रतिष्ठित मेडल जित्ने विश्वकै तेस्रो गणितज्ञ बनेकी छिन्। त्यस्तै अर्को प्रश्न छ भारतमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने रेलको उद्घाटन कहिले गरिएको हो? यस प्रश्नको उत्तर छ सन् 2026 जुलाई 17 मा हाइड्रोजन इन्धनबाट चल्ने रेलको उद्घाटन गरिएको छ। अर्को प्रश्न छ नेपालको 30औं मुख्य सचिव पदमा कसलाई नियुक्त गरियो? यस प्रश्नको उत्तर हो गोविन्द बहादुर कार्कीलाई 30औं मुख्य सचिव पदमा नियुक्त गरिएको छ। उहाँलाई विक्रम सम्वत 2083 असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार नियुक्त गरिएको हो। त्यसैगरी T20 अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा 9 विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन्? यस प्रश्नको उत्तर हो लाउरा कार्डोसो। उहाँ ब्राजिलकी महिला क्रिकेटर हुनुहुन्छ। त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्ने सफल क्रिकेटर को हुन्? यस प्रश्नको उत्तर रहेको छ वैभव सूर्यवंशी। उहाँ भारतका क्रिकेटर हुनुहुन्छ। उनले 15 वर्ष 118 दिनमा यो कीर्तिमान कायम गरेका हुन्। यसअघि यो रेकर्ड नेपालका क्रिकेटर कुशल मल्लको नाममा थियो। त्यस्तै नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 श्रावण 11 गते नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भएको हो। मुख्य सुरुङको लम्बाइ 2.688 किमी रहेको छ। यसको कुल लागत 25 अर्ब हो भने यसको आर्थिक सहयोग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको हो। त्यसैगरी अन्तर्राष्ट्रिय प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स 2026 अन्तर्गत 3 विधामा सम्मानित हुन सफल नेपाली बैंक कुन हो?
यस प्रश्नको उत्तर छ नबिल बैंक लिमिटेड। उक्त बैंकले युरोमनी अवार्ड्स फर एक्सिलेन्स 2026 प्राप्त गरेको छ। त्यस्तै अर्को प्रश्नतर्फ लागौं। नेपाल भारत पारवाहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेर भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक कार्गो रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साल साउन 4 गते नेपाल आइपुगेको हो। उक्त रेल साउन 1 गते कोलकाताबाट छुटेको थियो। त्यस्तै गरी मनोरम ढुम्बा ताल कहाँ रहेको छ? यस प्रश्नको उत्तर हो घरबझोङ मुस्ताङमा ढुम्बा ताल रहेको छ। यो ताल करिब 3000 मिटरको उचाइमा अवस्थित छ भने यसको आकार मुटु आकारको रहेको छ। उक्त तालको लम्बाइ 160 मिटर, चौडाइ 130 मिटर र 10 मिटर गहिराई रहेको छ। त्यसै गरी सन् 2026 जुलाईमा क्यारिबियन सागरमा फेला पारिएको नयाँ समुद्री जीव समुद्रिक स्लगको नाम के राखिएको हो? यस प्रश्नको उत्तर छ अल्डिसा भोजिन्ना। फिफा विश्वकप 2026 मा केप बर्डेका गोलरक्षक भोजिन्नाले गरेको उत्कृष्ट प्रदर्शनको सम्मान स्वरूप उक्त जीवको नाम भोजिन्ना राखिएको हो। त्यसै गरी विक्रम सम्वत 2083 मा आदिकवि भानुभक्तको कतिऔं जन्म जयन्ती मनाइएको हो? यस प्रश्नको उत्तर छ 213औं जन्म जयन्ती मनाइएको हो। अर्को प्रश्न छ विश्वको सबैभन्दा सानो गणतान्त्रिक मुलुक नाउरको संसदले देशको नाम परिवर्तन गरी नाओ एरो राख्ने प्रस्ताव कहिले पारित गरेको हो? यस प्रश्नको उत्तर छ सन् 2026 मे 12 तारिकमा विश्वकै सबैभन्दा सानो गणतान्त्रिक मुलुक नाउरको नाम परिवर्तन गरी नाओ एरो राख्ने निर्णय गरेको हो। त्यस्तै विश्व अभिभावक दिवस 2026 को नारा के रहेको छ? यस प्रश्नको उत्तर हो टुगेदर फर प्यारेन्ट्स। अभिभावकका लागि सँगसँगै नारा रहेको छ। विश्व अभिभावक दिवस जुन 1 तारिकमा मनाइन्छ। त्यसै गरी अर्को प्रश्न छ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलन हालै कहाँ आयोजना भएको थियो? यस प्रश्नको उत्तर छ टर्कीको अंकारामा उक्त सम्मेलन आयोजना भएको थियो भने सो सम्मेलन सन् 2026 जुलाई 7 देखि 8 तारिकसम्म आयोजना भएको थियो। त्यस्तै संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा सार्वजनिक दिगो विकास सूचकाङ्क 2026 मा नेपाल कतिौं स्थानमा रहेको छ? यस प्रश्नको उत्तर हो नेपाल 90औं स्थानमा रहेको छ भने पहिलो स्थानमा फिनल्यान्ड र अन्तिम स्थानमा दक्षिणी सुडान रहेको छ। त्यस्तै 25औं संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो? यस प्रश्नको उत्तर हो सन् 2026 फेब्रुअरी 6 देखि 22 तारिकसम्म 25औं संस्करणको शीतकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको हो भने सो खेलकुद इटालीको मिलान कोर्टिनामा सम्पन्न भएको हो। यसमा प्रथम स्थान नर्वेले हासिल गरेको थियो। त्यस्तै इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा प्रकाशित ग्लोबल पिस इन्डेक्स 2026 को प्रतिवेदन अनुसार नेपाल विश्व शान्ति सूचकाङ्कमा कतिौं स्थानमा रहेको छ? यस प्रश्नको उत्तर हो नेपाल 111औं स्थानमा रहेको छ भने पहिलो स्थानमा फिनल्यान्ड र अन्तिम स्थानमा रसिया रहेको छ। त्यस्तै अर्को प्रश्न छ विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ? यस प्रश्नको उत्तर हो हरेक वर्ष जुलाई 28 मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ। सन् 2026 को नारा रहेको छ हेपाटाइटिस लेट्स ब्रेक इट डाउन। त्यसै गरी फिफा विश्वकप 2026 मा गोल अफ द टुर्नामेन्ट घोषित गोल कुन हो? यस प्रश्नको उत्तर छ केप भर्डेका डिफेन्डर सिडनी लोपेस काब्रालले अर्जेन्टिना विरुद्धको खेलमा गरेको गोल फिफा विश्वकप 2026 को गोल अफ द टुर्नामेन्ट बनेको छ। त्यस्तै अर्को प्रश्न छ आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड 2026 बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ को हुन्? यस प्रश्नको उत्तर हो टाडा फणिन्द्र रञ्जन बराल। त्यस्तै उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधि मैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागू गर्ने घोषणा गरेको छ? यस प्रश्नको उत्तर हो औद्योगिक व्यवस्थापन सूचना प्रणाली। साथीहरू अर्को प्रश्नतर्फ लागौं। मध्य प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साउन 11 मा मध्य प्रदेश मानव अधिकार सम्मेलन सम्पन्न भएको छ।
त्यस्तै भेनेजुएलामा हालै विनाशकारी भूकम्प कहिले गएको थियो? यस प्रश्नको उत्तर हो सन् 2026 जुन 25मा भेनेजुएलामा विनाशकारी भूकम्प गएको थियो। अर्को प्रश्न छ, क्यारिबियन सागरमा भेटिएको नयाँ जीवको नाम के राखिएको छ? यस प्रश्नको उत्तर हो भोजिन्ना। उक्त नाम राख्नको कारण रहेको छ फिफा विश्वकप 2026मा केप भर्डेका गोलरक्षक भोजिन्नाले गरेको उत्कृष्ट प्रदर्शनको सम्मान स्वरूप उक्त जीवको नाम भोजिन्ना राखिएको छ भने भोजिन्नाको वास्तविक नाम अल्डिसा भोजिन्ना हो। त्यसै गरी अर्को प्रश्न रहेको छ, विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल सञ्चालनमा ल्याउने राष्ट्र कुन हो? यस प्रश्नको उत्तर हो भारत। भारतले विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल सञ्चालनमा ल्याएको छ भने उक्त रेल सन् 2026 जुलाई 17बाट सञ्चालनमा ल्याएको हो। सो रेलको नाम नमो ग्रिन रेल रहेको छ। हाइड्रोजन रेल बनाउने विश्वकै पहिलो राष्ट्र जर्मनी हो। त्यस्तै अर्को प्रश्न छ, नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली एक दिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गर्यो? यस प्रश्नको उत्तरमा रहेको छ सन्दीप लामिछाने। सन्दीप लामिछानेलाई विक्रम सम्वत 2083 साउन 25 गते एक दिवसीय नेपाली टोलीको नयाँ कप्तानका रूपमा चयन गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय भलिबल महासङ्घको विश्व वरियतामा नेपाल पुरुष भलिबल टोली कतिौं स्थानमा रहन सफल भएको छ? यस प्रश्नको उत्तर हो 83औं स्थानमा। नेपाली पुरुष भलिबल टोली अन्तर्राष्ट्रिय भलिबल महासङ्घको 83औं स्थानमा पर्न सफल भएको छ। त्यसै गरी अर्को प्रश्न छ, नेपाल राष्ट्र बैंकद्वारा केन्द्रीय डिजिटल मुद्रा सम्बन्धी अवधारणा पत्र कहिले सार्वजनिक गरिएको हो? यस प्रश्नको उत्तर छ विक्रम सम्वत 2083 साउन 24 गते नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेको छ। दोस्रो बागमती कार्य योजनाको समयावधि कुन हो भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो विक्रम सम्वत 2082 देखि विक्रम सम्वत 2102 सम्मको अवधि अर्थात् 20 वर्षीय अवधिलाई दोस्रो बागमती कार्य योजनाको अवधिका रूपमा घोषणा गरिएको छ। त्यसै गरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो विक्रम सम्वत 2083 साउन 12 गते वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। त्यस्तै संयुक्त अरब इमिरेटले आफ्नो 59 वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन र ओपेक प्लसबाट कहिले बाहिरिएको हो? यस प्रश्नको उत्तर छ सन् 2026 मे 1 मा 59 वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन र ओपेकबाट संयुक्त अरब इमिरेट बाहिरिएको छ। यो बाहिरिने घोषणा सन् 2026 अप्रिल 28 मा गरेको थियो। त्यस्तै अर्को प्रश्नतर्फ जाउँ। सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष T20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो नेपाल। नेपालले एसियन गेम्स पुरुष T20 छनौट प्रतियोगिताको उपाधि जितेको छ। 19 रनले नेपालले उक्त उपाधि जितेको हो। त्यसै गरी साउदी अरब, पाकिस्तान र टर्की बीच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यका साथ मक्का संयुक्त रक्षा सम्झौता कहिले भएको छ? यस प्रश्नको उत्तर हो सन् 2026 अगस्त 7 तारिकमा मक्का संयुक्त रक्षा सम्झौता गरिएको हो। त्यस्तै बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो बार्तोमेई पुपकोस्की। उहाँ पोल्यान्डका पौडीबाज हुन्। बाल्टिक सागरमा लगातार 56 घण्टासम्म पौडी खेल्दै करिब 160 किलोमिटरको जल यात्राको ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ। बाल्टिक सागर पौडिएर स्विडेनदेखि पोल्यान्डसम्म पुग्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको छ। त्यसै गरी वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर राजेन्द्र विमलको निधन कहिले भएको हो भनेर यस प्रश्नले सोधेको छ। यस प्रश्नको उत्तर रहेको छ विक्रम सम्वत 2083 साउन 26 गते वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर राजेन्द्र विमलको निधन भएको छ। त्यस्तै अर्को प्रश्नतर्फ लागौँ। परराष्ट्र मन्त्रालयद्वारा
प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो? यस प्रश्नको उत्तर छ मोफा नलेज फोरम। उक्त फोरमको सञ्चालन विक्रम सम्वत 2083 साउन 20 गतेबाट भएको भने यो सञ्चालन गर्ने निकाय परराष्ट्र मन्त्रालय हो। त्यस्तै अर्को प्रश्न छ जापानको आइची र नायोगामा हुने 20औं एसियाली खेलकुदमा नेपालले कति खेलमा सहभागिता जनाउने भएको छ? यस प्रश्नको उत्तर हो नेपालले 22 वटा खेलमा सहभागिता जनाउने भएको छ। यसको आयोजक राष्ट्र जापान हो भने आयोजना हुने सहर आइची र नायोगा रहेका छन्। सो प्रतियोगिता विक्रम सम्वत 2083 असोज 3 देखि 18 गतेसम्म सञ्चालन हुनेछ, अर्थात् सन् 2026 सेप्टेम्बर 19 देखि अक्टोबर 4 तारिकसम्म जापानको आइची र नायोगामा 20औं एसियाली खेलकुद सञ्चालन हुनेछ। नेपालबाट सहभागी हुने जम्मा खेलाडीको संख्या 136 जना रहेको छ भने सो मध्ये 80 पुरुष र 56 जना महिलाहरू रहनेछन्। त्यस्तै अर्को प्रश्न छ कोलम्बियामा ठूलो जनधनको क्षति हुने गरी शक्तिशाली भूकम्प कहिले गयो? यस प्रश्नको उत्तर छ सन् 2026 अगस्त 10 तारिकमा कोलम्बियामा ठूलो जनधनको क्षति हुने गरी 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। त्यस्तै अर्को प्रश्नतर्फ लागौं। नेपाल क्रिकेट संघ क्यानले तेस्रो नेपाल प्रिमियर लिग एनपिएल 2026 को आयोजनाका लागि तय गरेको मिति कुन हो भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो विक्रम सम्वत 2083 कार्तिक 9 देखि मङ्सिर 5 गतेसम्म एनपिएल अर्थात् नेपाल प्रिमियर लिग 2026 सञ्चालन हुनेछ। अर्थात् सनमा भन्दा सन् 2026 अक्टोबर 26 देखि नोभेम्बर 21 तारिकसम्म एनपिएल सञ्चालन हुनेछ। हाल सञ्चालन हुने एनपिएल तेस्रो संस्करण हो भने यसमा सहभागी हुने टोली चाहिँ 8 वटा हुन्। यहाँ 9 लेखिएको रहेछ, ख्याल गर्नुहोला। सहभागी हुने टोली 8 वटा छन् भने जम्मा खेल 32 वटा हुनेछन्। त्यस्तै अर्को प्रश्न छ 32औं आदिवासी दिवस 2026 को नारा के रहेको थियो? यस प्रश्नको उत्तर हो हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान। आदिवासी दिवस हरेक वर्ष अगस्त 9 तारिकमा मनाइन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। नेपालमा वन संरक्षण क्षेत्रको संख्या कति पुगेको छ भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो नेपालमा वन संरक्षण क्षेत्रको संख्या 12 वटा पुगेको छ। 12औं वन संरक्षण क्षेत्रको नाम रहेको छ बढीमालिका रामारोसन। उक्त वन संरक्षण क्षेत्र अछाम तथा बाजुरा जिल्लामा अवस्थित छ। सो वन क्षेत्रको घोषणा विक्रम सम्वत 2083 साउन 27 गते गरिएको थियो भने यसको जम्मा क्षेत्रफल 49,804 हेक्टर रहेको छ। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन मिति कुन हो? यस प्रश्नको उत्तर रहेको छ विक्रम सम्वत 2083 साल मङ्सिर 16 देखि 29 गतेसम्म 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ। यसको नयाँ मिति सञ्चालन हुने नयाँ मिति कहिले घोषणा गरिएको थियो भन्दा विक्रम सम्वत 2083 साउन 28 मा मङ्सिर 16 देखि 29 गतेसम्म सञ्चालन हुनेछ भनेर नयाँ मिति तय गरिएको हो। कहाँ आयोजना हुने भएको छ भन्दा यो कर्णाली प्रदेशको सुर्खेत जिल्लामा 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ। यसको लोगो र मस्कट तयार गर्ने व्यक्ति विकास तमकु हुन्। त्यस्तै काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा को नियुक्त भए? यस प्रश्नको उत्तर छ प्राडा विवेक बराल केयू को उपकुलपतिमा नियुक्त हुनुभएको छ। उहाँ विक्रम सम्वत 2083 साउन 29 गते नियुक्त हुनुभएको हो। उहाँलाई नियुक्ति प्रदान गर्ने व्यक्ति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल हुनुहुन्छ भने केयूमा अध्ययन गरेर केयूमै उपकुलपति बन्ने विवेक बराल पहिलो व्यक्ति हुनुहुन्छ। अर्थात् उहाँ एउटा रेकर्ड बन्नुभएको छ जुन केयूमै अध्ययन गरेर केयूमै उपकुलपति बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ। त्यस्तै अर्को प्रश्नतर्फ लागौं। प्रति घण्टा 800 किमी गति क्षमता भएको चीनको म्याग्लेभ ट्रेन कहिले परीक्षण गरियो? यस प्रश्नको उत्तर छ सन् 2026 अगस्त 13 मा प्रति घण्टा 800 किमी गति क्षमता भएको म्याग्लेभ ट्रेन परीक्षण गरिएको छ। कहाँ परीक्षण गरिएको अर्थात् चाहिँ परीक्षण गरिएको स्थान कुन हो भन्दा डुङ्गो प्रयोगशाला हुबेई चीनमा सो रेलको परीक्षण गरिएको हो।
अर्को प्रश्न छ हाल नेपालमा जम्मा वन क्षेत्र कति प्रतिशत रहेको छ? यस प्रश्नको उत्तर रहेको छ 46.08% नेपालमा वन क्षेत्र रहेको छ। सामुदायिक वन दिवस हरेक वर्ष साउन 25 गते मनाइन्छ। यस वर्षको नारा हो अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन। अर्को प्रश्न रहेको छ आर्थिक सर्वेक्षण 2082-83 अनुसार हाल नेपालमा देशभर सञ्चालनमा रहेका विमानस्थलको संख्या कति रहेको छ? यस प्रश्नको उत्तर हो 35 वटा। सञ्चालनमा रहेका विमानस्थलको संख्या 35 वटा रहेको छ भने आन्तरिक उडान भर्ने वायु सेवा कम्पनी 20 वटा रहेका छन्, जसमध्ये हवाईजहाज 8 वटा र हेलिकप्टर 12 वटा गरी 20 वटा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीहरू रहेका छन्। देशभर जम्मा कालोपत्रे भएका विमानस्थलको संख्या भने 42 वटा छ, जसमध्ये 35 वटा चाहिँ सञ्चालनमा रहेका छन्। त्यसैगरी निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा को नियुक्त हुनुभएको छ भनेर यस प्रश्नले सोधेको छ। यसको उत्तर हो मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको छ भने उहाँ विक्रम सम्वत 2083 साउन 14 गते नियुक्त हुनुभएको हो। त्यस्तै आर्थिक सर्वेक्षण 2082-83 अनुसार हाल नेपालमा नवजात शिशु मृत्यु दरको अवस्था के रहेको छ भनेको छ। यसको उत्तर हो 17 जना। 1000 जना जीवित नवजात शिशु जन्मिँदा 17 जनाको मृत्यु हुने आर्थिक सर्वेक्षण 2082-83 ले जनाएको छ। अर्थात् प्रति 1000 जीवित शिशुमा 17 जनाको निधन हुँदो रहेछ। त्यस्तै अर्को प्रश्न छ सन् 2026मा कतिौं अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइयो? यस प्रश्नको उत्तर हो 14औं अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ। सो दिवस हरेक वर्ष जुलाई 30 तारिकमा मनाइन्छ भने सन् 2026 को नारा रहेको छ ट्र्याप बिहाइन्ड द स्क्याम। यस्तै अर्को प्रश्न छ द भोइस किड सिजन 5 को उपाधि विजेता को हुन्? यस प्रश्नको उत्तर रहेको छ सुवासना खड्का। टिम वाङदेनबाट खोटाङकी बाल प्रतिभा सुवासना खड्काले द भोइस किड सिजन 5 को उपाधि जितेकी छिन्। त्यस्तै पर्यावरण प्रदर्शन सूचकाङ्क 2026मा नेपाल विश्वको कतिौं स्थानमा रहेको छ? यस प्रश्नको उत्तर हो नेपाल विश्वमा 128औं स्थानमा रहेको छ भने नेपालले जम्मा 33.99 अङ्क प्राप्त गरेर 128औं स्थानमा पर्न सफल भएको हो। विश्वको पहिलो स्थानमा रहेको देश इस्टोनिया हो। पर्यावरण प्रदूषण सूचकाङ्क 2026मा विश्वकै पहिलो स्थानमा इस्टोनिया रहेको छ भने अन्तिमौं स्थानमा लाओस रहेको छ। त्यसैगरी सार्कको पहिलो स्थानमा भुटान रहेको छ भने सार्क राष्ट्रमध्ये अन्तिम स्थानमा भारत रहेको छ। साथीहरू भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। साथै भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न समेत नभुल्नुहोला।